नमस्कार। आज 1 तारिक मे 2025 को दिन पेल्ले गुम्पा रमिधाममा म साफ सफाइको लागि आएको छु र तपाईहरुलाई यहाँनिर वरिपरिका प्लास्टिक फोहोर मैलाहरू गुम्पा छेउको पनि बटुल्दै आएको छु, तपाईहरुलाई देखाउन गइरहेको छु। यहाँनिर पेल्ले गुम्पा एरिया वरिपरिको दृश्य तपाईहरुलाई देखाउन गइरहेको छु र यहाँनिर पनि एक ठाउँको बार चाहिँ पुरै बदमासले भत्काएको यहाँनिर तपाईहरुलाई एक झलक देखाउन गइरहेको छु। यहाँनिर हेर्नुस्, चकचके बदमासले यहाँनिरको हाम्रो एकदमै गुम्पा यहाँ भिरपट्टिको बारलाई ड्यामेज गरिएको छन् र कस्ता व्यक्तिहरू रमिधाम मन्दिर पेल्ले गुम्पामा पुरै बदमासहरू यहाँनिर आउन थालेको छन्। तपाईहरुले हेर्नुस्, यहाँनिर म आज रमिधाम पेल्ले गुम्पामा आएको छु साफ सफाइको लागि। यहाँनिर तपाईहरुले पनि कृपया गरी यहाँनिर को रेखदेख गरिदिनुहोस्। फोहोर मैला प्लास्टिक इत्यादि जतासुकै नफ्याँकिदिनुहोस्, किनकि रमिधाम र पेल्ले गुम्पा चाहिँ एउटा धार्मिक स्थल, एउटा मन्दिर एरिया हो र एउटा गुम्पा एरिया हो। तपाईहरुले सक्दो डस्टबिनमै प्लास्टिक फोहोर मैलाहरू राखिदिनुहोस्, जतासुकै खाएर भिर मुनि नफ्याँकिदिनुहोस्। यहाँनिर मुनि देख्नुहुँदैछ तपाईहरुले कतिजना हाम्रा घुम्न आउनुहुनेले यहाँ तल फ्याँकिएको हुन्छन् फोहोर मैला, बियरको बोतल इत्यादि। यहाँनिर हेर्नुहोस्, एकदमै डरलाग्दो भिर र सक्दो डस्टबिनको प्रयोग गरिदिनुहोस्। हाम्रो पेल्ले गुम्पा रमिधाम एरियाको दृश्य हेर्नुहोस्, जताभावी फोहोर मैला प्लास्टिक नफ्याँकिदिनुहोस्, सक्दो डस्टबिनलाई प्रयोग गरिदिनुहोस् र यहाँनिरका प्लास्टिक फोहोर मैलाहरू यहाँनिर म झोलामा लाएर लाँदैछु। यहाँनिर खाली राखिदिएको हुन्छु, तपाईहरुले कृपया गरी यसको प्रयोग गरिदिनुहोस्। र हाम्रो यहाँनिर बारहरू जसले बदमास गरेर एकपट्टिको भत्काएको छ, यदि भेटिएको खण्डमा गुम्पा कमिटीबाट पनि कडा कारबाही फाइन गरिनेछ। यहाँनिर हेर्नुहोस् तपाईहरुले। धन्यवाद।